हाई फ्रेन्ड्स, तपाईहरुलाई थाहा छ हामीहरु धेरै प्राय जसो एउटा रोगको शिकार भइरहेको हुन्छौं जस कारणले हामी अगाडि बढ्न सकिरहेको हुँदैनौं। जे कुरा हामी गर्न चाहिरहेको हुन्छौं तर हामी गर्न सकिरहेको हुँदैनौं। त्यो रोग के होला? त्यो रोग मलाई पनि रहेको थियो केही वर्ष अगाडिसम्म, तर अहिले त्यसलाई ओभरटेक गरेर म केही गर्ने प्रयास गरिरहेको छु, यानी कि खुशी गिफ्ट रनिङ गरिरहेको छु। सो के रोग भने त्यो मैले अनुभव गरेको रोग चाहिँ त्यो रोग अरु केही नभएर के भन्छ होला मान्छेले भन्ने सबसे बडा रोग है। इन्डियामा हिन्दीमा एउटा भनाइ छ, सबसे बडे रोग क्या कहेंगे लोग। सो यो रोग चाहिँ यति ठुलो छ नि, हामी हैन केही गर्नु खोज्यौं भने लाइक ला म त्यो गर्छु भन्छ तर त्यो फेल भयो भने मान्छेले के भन्छ होला, ला मैले त्यो गरेर त्यो बिग्रो भने के भन्छ होला। हो यही एउटा रोगको कारणले गर्दाखेरि हामी धेरै कुराहरू गर्नु चाहेर पनि गर्न सकेको हुँदैनौं। तर त्यो रोग रियल हैन है, त्यो खासमा हाम्रो साइकोलोजिकली मात्रै पर्छ। के फरक पर्छ है त्यो रोग हामीले त्यो गर्यौं भनेर त्यो फेल भयौं भने पनि के फरक पर्छ? आफ्नो मेहनत आफ्नो पैसा त फेल हुने हो, आफ्नो पैसा जाने हो, वेस्ट हुने हो। खासमा मान्छेहरुले त आएर भरपाई गर्दिदैनन्। सो तर पनि यो रोगले हामीहरु धेरैलाई बाँधेको छ। तपाईहरुलाई बाँधेको छ कि छैन मलाई भन्नुस् त अनेस्टली।